बाफ्रे हाम्रो काकी त साँच्चीकै बेहुली पो देखिनु भएको छ त आज। के भन्छ यो? साँच्चीकै बेहुली त हो नि आमा। आन्टीलाई कसैको नजर नलागोस्। जसले नजर लाउन खोज्छ म त त्यसको आँखा साखा निकालेर गुच्चा खेलिदिन्छु। धेरै आँखा फुकालेर हेरिरहेको छस्, तेरै नजर लाग्ला नि फेरि आमालाई। नचाहिने कुरा नगर है। हेर्नु न काकी जे पाए त्यही भन्छ यसले। जसले अरूको नजर लाग्नबाट मलाई सधैँ बचाउँछ उसकै नजर लाग्छ त मेरो रमेशको आँखामा कुनै खराब छ। थाहा पाइस्? मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनु हरि। सबैले ताली पड्काइदिनु होला। मेहे स्वस्ति नो बृहस्पतिर दधातु। अब बेहुलाले बेहुलीलाई फेरि टीका लगाइदिनु होला। ओम आकृष्णेन रजसा वर्तमानो निवेशयन् मृतन्मर्तति भुवनानि पश्यन्नः। टीका लगाइसक्यो। अब बेहुलीले माला लगाइदिनु होला। ओम महामङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गल हरि ओम महामङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनु हरि। अब सिन्दुर हाल्ने बेला भएको छ। माइती पक्षले नहेर्नु होला, उता फर्किनु होला र अब बेहुलाले सिन्दुर लगाइदिनु होला है त। आफ्नो इष्ट देवतालाई पहिले चढाउनु, कुलदेवतालाई पितृदेवतालाई सम्झेर चढाउनु होला अनि सिन्दुर लगाइदिनु होला। अनि काकीको माइती भने नि जे भने नि सीता मात्रै हो। आमालाई सिन्दुर हालेको छोरीले हेर्न मिल्दैन र? हेर्न यसको बुद्धि। बाउ आमाको बिहे छोरी हेर्छन्। मलाई के थाहा त नि। न मैले बिहा गरेको छु न त मेरो छोराछोरी नै छ। खानामा मान्छे चुप्प लाएर बस्ने, बिचमा पक्क पक्क बोल्ने होइन। आफूलाई जन्म दिने बा आमालाई चटक्क छाडेर पढाइ घरलाई आफ्नो भन्नुपर्ने रहेछ। उहाँहरू आफ्नो राजी खुसीले एक हुन खोज्नु भएको, आफ्नो मित्रतालाई विवाहको सम्बन्धले जोड्न खोज्नु भएको। अब के उहाँहरू आफ्नो बाँकी जीवन आफ्नो खुसीले पनि बाँच्न नपाउने हो? म चाहन्छु जुन व्यक्ति आफ्नो श्रीमान श्रीमती गुमाएर एकल जीवन बिताइराख्नु भएको छ र उहाँहरूलाई कसैको सहाराको आवश्यकताको महसुस भएको छ भने पक्कै पनि उहाँहरूले आफ्नो जीवनसाथी रोज्ने अधिकार हुनुपर्छ। र यो कुराले समाजको अपमान होइन जनसान बढ्नेछ र हाम्रा अग्रजहरूप्रतिको सम्मान हुनेछ। कसैले सुरु नगरिकन हुन्न। त्यही भएर यो पवित्र कामको सुरुवात मेरी आमा र बाजेले गर्दै हुनुहुन्छ। बाजे सिन्दुर हाल्दिनु मेरी आमालाई। हरि ओम श्रेष्ठते लक्ष्मीश्च पत्न्या बहुरात्रे पार्श्वे नक्षत्राणि रूपमं तीर्थास्पदं सेविनचिनतं शरण्यं त भन्नु पर्यो नि। त्यही नि कहाँ जान हतार छ र तँलाई? माइती जालस भनौ भने ससुर मामा घरमा छ। धेरै मेरो बाउको नाम नलिए है भन्दा छु फेरि। भएको कुरा भन्दा नाम लिएको हुन्छ। लाउँदिन म तेरो टिका सिका, तै लगा। कस्तो आए मेरो चाहिँ। आज टिकाको दिनमा आफ्नो लोग्नेको हातबाट टिका नलाएर हुन्छ? आज खुर्को बस। बस्दिन। झन् उसलाई भनेर 5000 रुपियाँ दक्षिणा ठिक पारेर बसेको। लु लगाइदिनु त त्यसो भए। कति बोलिरहेको? हेर पैसा भन्छ थचक्कै बस्दै रहेछ। अब चुप लाएर टिका लगाइदिनु भयो लगाइदे, नत्र म उठे। बोल्न नि नपाउनु भयो यसको अगाडि। अनि दक्षिणा? ए दक्षिणाको लागि त टिका लागेको तैँले, मलाई थाहा छैन र? ल